नाम पनि तपाईको टक्क प्लेन पनि टक्कको बनाउनु भएको रहेछ हैन? हजुर, घरको छतमा टक्क उभिएको छ। तपाईलाई कसरी मनमा आयो र यो प्लेन बनाउनु मन लाग्यो चाहिँ? म त चाहिँ यो हवाई उड्डान सम्बन्धी एकदम मन पर्थ्यो मलाई। पहिला सानो छँदाखेरि म खेलौना पनि बनाउँथेँ। अनि अहिले पनि उड्ने प्लेन मेरो बनिरहेको छ, सबै रेडी छ। तपाईले उड्ने प्लेन पनि बनाउनु भएको छ? बनाइरहेको छु, हजुरलाई अहिले देखाउँछु। मैले योभन्दा अगाडि नेपाली झन्डा अङ्कित बिगिनर फर्स्ट नेपाली बिगिनर प्याराग्लाइडर बनाएर मैले उडाएको हो हाम्रो यहाँ माथि त्यहाँबाट। कतिको खुसी लाग्दो रहेछ यसरी तपाईले बनाएको घरमाथिको प्लेन हेर्न धेरै मान्छे आइरहँदाखेरि चाहिँ? खुसी लाग्छ सर। मैले त पहिला यस्तो होला सोचेको थिइनँ। मैले आफ्नो सोको लागि त्यो जो घरको चिनारीको लागि भनेको थिएँ नि, घरको लोकेसन दिनको लागि बनाएको थिएँ र पर्यटन पनि आकर्षण हुन्छ भन्ने मलाई आशा थियो टाढाबाट। तर पछि निकै भाइरल भयो, एकदम खुसी लाग्छ सर। अब यो भनेको एउटा सोख हो, जस अब प्लेन नै कसरी बनाउन सकिन्छ, एउटा प्लेनको प्रतिमा भन्छ नि, मूर्ति जस्तै हो होइन। यो जति बाहिरबाट हेऱ्यो त्यति आकर्षक, घरको छतमाथि नै ल्यान्ड गरिसक्यो होला, बसेको होला जस्तो देखिन्छ। अनि नजिकबाट हेर्दाखेरि अलि यो फिनिसिङ नभए हुनाले अलि राम्रो देखिन्छ सर। शिक्षा एकदमै राम्रो लाग्यो मलाई चाहिँ। तपाईँले अब साँच्चीकै वास्तविक प्लेन चाहिँ कहाँ बनाइराख्नु भएको छ? वास्तविक प्लेन चाहिँ मेरो यो घरको अर्को छतमा छ, म सरलाई देखाउँछु। ए जाउँ न त्यतिर है। दर्शकबिन नमस्कार, म प्रेमराज लामिछाने। यति बेला म जुम्ला जिल्लामा छु र यहाँ भर्खरै प्लेन ल्यान्ड भएको छ। यो चाहिँ नेपाल वायु सेवा निगम भनेर लेख्नु भएको छ। प्लेन ल्यान्ड भएको छैन, यो प्लेन यो बनाएदेखि नै यहीँ ल्यान्ड भइरहेको छ। जुम्लाका टकबहादुर नेपालीले बनाउनु भएको यो हवाईजहाज प्लेन भनौँ, यो साँच्चीकै जुम्लाको बाटोमा हिँड्दै गर्दाखेरि जो कोहीको ध्यान खिचिरहेको छ। सामाजिक सञ्जालमा मैले देखेको पनि थिएँ र आज जुम्ला आउँदै गर्दाखेरि बाटोमा यात्रा गर्दै गर्दाखेरि यो प्लेन देखिसकेपछि टक्क रोकिन मन लाग्यो। उहाँको नाम पनि टकबहादुर नेपाली होइन सर? नमस्कार सर। मेरो नाम टक्कबहादुर नेपाली सार्की। टक्कबहादुर कि टकबहादुर? टक्कबहादुर नेपाली सार्की। कस्तो टक्क नाम पनि तपाईँको टक्क प्लेन पनि टक्कको बनाउनु भएको रहेछ होइन? हजुर, घरको छतमा टक्क उभिएको छ। मेरो घर तातापानी गाउँपालिका वडा नम्बर 5 मा पर्छ सर। तपाईलाई कसरी मनमा आयो र यो प्लेन बनाउनु मन लाग्यो चाहिँ? म त चाहिँ यो हवाई उड्डान सम्बन्धी एकदम मन पर्थ्यो मलाई। मैले योभन्दा अगाडि नेपाली झन्डा अङ्कित बिगिनर फर्स्ट नेपाली बिगिनर प्याराग्लाइडर बनाएर मैले उडाएको हो हाम्रो यहाँ माथि त्यहाँबाट। त्यति बेला मैले गाउँपालिका अनि थुप्रै पुरस्कार पनि पाएको थिएँ। अनि मैले प्लेनहरू पनि पहिला सानो छँदाखेरि म खेलौना पनि बनाउँथेँ। अनि अहिले पनि उड्ने प्लेन मेरो बनिरहेको छ, सबै रेडी छ। तपाईले उड्ने प्लेन पनि बनाउनु भएको छ? बनाइरहेको छु, हजुरलाई अहिले देखाउँछु। अनि यो प्लेन के हो त, विशेष गरेर म यो मेसिन औजार सम्बन्धी काम गर्छु। अनि हामी यो गाडीबाट सामानहरू आउँछ तलतिरबाट। अनि तपाईँको घर कहाँ झार्ने भनेपछि लोकेसन दिने काम गर्छ नि त। अहिले त यो एरियाले लोकेसन दिन्छ यो प्लेनले। धेरै मान्छेले भन्नुहुन्छ यो प्लेन भएको घरमा भनेर भन्नुहुन्छ क्या, सबै हाम्रो गाउँ त्यही हो भन्नुहुन्छ। तर विशेष हाम्रो सामान आउनको लागि प्लेन भएको घरमा सामान झार्दिन भन्नको लागि हो, र अर्को पर्यटनहरूलाई आकर्षण गर्नको लागि, र एउटा सोख हुन्छ नि त, सोख पनि आफ्नो सोख पुरा गर्नको लागि हो। भनेपछि तपाईँलाई सानैदेखि भनौँ न एउटा प्लेन बनाउने एउटा रहर थियो? हजुर सर, प्लेन बनाउने अनि यस्तो मलाई जस रहर लाग्छ, हवाई उड्डान सम्बन्धी मलाई रहरै लाग्छ सर। अनि त्यो भएर एउटा सोख हुन्छ नि। उड्ने प्लेन त बनाउँदैछु, सफल भइया नै, अब ग्लाइडर चाहिँ सफल भया हो, उडेकै हो होइन। यो प्याराग्लाइडिङ बनाउनु भएको उडेको हो, ग्लाइडरै उडाएर हामी पोखराबाट पाइलट ल्याएर परीक्षण उडान गरायो हो। अब यो भनेको एउटा सोख हो, जस अब प्लेन नै कसरी बनाउन सकिन्छ, एउटा प्लेनको प्रतिमा भन्छ नि, मूर्ति जस्तै हो होइन। यो जति बाहिरबाट हेऱ्यो त्यति आकर्षक, घरको छतमाथि नै ल्यान्ड गरिसक्यो होला, बसेको होला जस्तो देखिन्छ। अनि नजिकबाट हेर्दाखेरि अलि यो फिनिसिङ नभए हुनाले अलि राम्रो देखिन्छ सर। त्यही छ होइन? शिक्षा एकदमै राम्रो लाग्यो मलाई चाहिँ। तपाईँले अब साँच्चीकै वास्तविक प्लेन चाहिँ कहाँ बनाइराख्नु भएको छ? वास्तविक प्लेन चाहिँ मेरो यो घरको अर्को छतमा छ, म सरलाई देखाउँछु। ए जाउँ न त्यतिर है। हस्। भनेपछि तपाईँले बनाउन लागेको वास्तविक प्लेन चाहिँ यहाँ छ होइन? उड्नको लागि बनाएको यो हो सर। यो उड्छ सर। उड्छ? हजुर सर। कति समय लाग्छ तपाईँलाई अब यो उड्ने प्लेन बनाउनु चाहिँ? दसैँसम्म सक्छु कि सर, नभए त नयाँ बस्न सकिएला। ए भनेपछि मान्छे बसेर उडाउन मिल्ने प्लेन? हजुर सर। एकजना जो पाइलट हुन्छ स्वयं आफै उड्ने हो। यो ग्लाइडर एयरप्लेन हो सर। भनेपछि तपाईँ आफै चलाएर उडाउने विचार छ कि छैन? आफै हुन्छ कि अथवा केही अनुमति लिएर अर्को पाइलट नै बोलाउनु पर्छ कि, त्यो बनेपछि थाहा हुन्छ सर। हो नि? के सामान छ यहाँ चाहिँ माथि? यो सबै आर्मनी स्ट्रक्चर हो, पुरै आर्मनीबाट बनेको हो। हजुर। अनि यसमाथि कपडाहरू हुन्छ, यसको एलेरोनहरू छ, एलेरोन, रडर, एलिभेटरहरू भित्र छ सर, बनिसकेको छ त्यो। भनेपछि तपाईँले काम पनि यस्तै इलेक्ट्रोनिक सम्बन्धी गर्नुहुन्छ? हजुर सर, मेसिनरी सम्बन्धी गर्छु। यो मेरो ग्यारेज हो। ए अनि यो मेरो चाहिँ पसल हो सर होइन। हजुर। म पनि मेसिनरी सम्बन्धी काम गर्छु। कृषि औजार उपकरण यन्त्रहरू मर्मत गर्ने, बिक्री गर्ने, वितरण गर्ने
होइन? हजुर सर। कतिको खुसी लाग्दो रहेछ यसरी तपाईँले बनाएको घरमाथिको प्लेन हेर्न धेरै मान्छे आइरहँदाखेरि चाहिँ? खुसी लाग्छ सर। मैले त पहिला यस्तो होला सोचेको थिइनँ। मैले आफ्नो सोको लागि त्यो जो घरको चिनारीको लागि भनेको थिएँ नि, घरको लोकेसन दिनको लागि बनाएको थिएँ र पर्यटन पनि आकर्षण हुन्छ भन्ने मलाई आशा थियो टाढाबाट। तर पछि निकै भाइरल भयो, एकदम खुसी लाग्यो सर। खुसी लाग्यो हजुर होइन? सर, एकदम खुसी छु सर। कति खर्च लाग्यो त्यो बनाउन चाहिँ? त्यो अन्दाजी 1 लाख भनौँ न सर। अब यहाँ सिमेन्ट, बालुवा, गिटी, सरियाहरू लागेको हो। अनि एकजना मेरो साथी थियो धनबहादुर नेपाली, जो अहिले भित्र मिस्त्री काम गरिरहेको थियो नि, त्यो त्यो जो मेसिनरी फिनिसिङ उसले दिएको। मैले चाहिँ त्यो सरिया र लेआउट हुन्छ नि, जो स्ट्रक्चर तयार मैले पारेको। तर त्यो सिमेन्टको काम चाहिँ त्यो साथीले गरेको, धनबहादुर नेपाली। यहीँभित्र छ, ऊ काम गरिरहेको छ अहिले, उसैले बनाएको छ। होइन? हजुर सर। अब चाहिँ तपाईँले वास्तविक उड्ने प्लेन बनाउँदै हुनुहुन्छ होइन? हजुर सर। हजुर, उड्ने प्लेनको लागि त्यो हाम्रो विङ हो। यसको एलिभेटर र एलेरोनहरू भित्र तयार छ, रडरहरू। अनि त्यो होरिजेन्टल स्टेबलाइजर, भर्टिकल स्टेबलाइजरहरू छ। अब फ्युजलेसहरू तयार गर्न बाँकी छ, इन्जिनभित्र पनि छ सर। हस्, तपाईँसँग भेट भयो, खुसी लाग्यो, धन्यवाद। सरी त हुन्छ। गाडी ल्याएर चाहिँ मतलब त्यहाँ सरी त हुन्छ। गाडी ल्याएर चाहिँ मतलब त्यहाँ